नमस्कार दर्शक तथा श्रोतावृन्दहरू, स्वागत छ तपाईलाई नेपाली कथाको 662औं भिडियोमा। सर्वप्रथम लागौं रोचक जानकारीतर्फ। सुमात्रा द्वीपमा ब्रेड फ्रुट नामक फल पाइन्छ। नाम अनुसार यसका फल सुकाएर रोटी बनाई खाने गरिन्छ। यसका पातहरूको स्वरूपमा हुने परिवर्तन जादु जस्तै लाग्छ। सुरुमा यसका पातहरू कण्ठकारिका जस्ता कटावदार हुन्छन्। पछि बढ्दै जाँदा ती कटहरू हराएर आँप लिचीका जस्तै सर्लक्क सिधा हुन्छन्। यही रोचक जानकारीका साथसाथै लागौं आजको कथातर्फ। आजको लागि पहिलो कथा रहेको छ भ्यागुताको धार्नी। मधेसको एउटा पोखरीमा धेरै भ्यागुताहरू बस्थे। उनीहरूको संसार भनेकै त्यही पोखरी थियो। उनीहरू पोखरीबाट निस्किए भने पनि मुस्किलले पोखरीको डिलसम्म मात्रै। जति उफ्रिए पनि पोखरीको भ्यागुतो पोखरीमै भनेर मान्छेले त उखानै बनाएका थिए। पोखरीमा परेका किरा फट्याङ्ग्राहरू खान्थे र हिलोमा उफ्री उफ्री खेल्थे। कहिलेकाहीँ पोखरीमा गाई बस्तु आएर पानी खान्थे र पोखरीमा आहाल पनि बस्थे। पोखरीमा भैँसी आहाल बस्दा भ्यागुताहरू औधी रमाउँथे। ढाडमा चढेर घाम तापी तापी भैँसीका जुम्रा खान पाउँदा दशैंमा हामी रमाए जस्तै गरी भ्यागुताहरू रमाउँथे। एउटा भ्यागुताको ढाडबाट बुरुक्क उफ्रिएर एउटा भैँसीको ढाडबाट बुरुक्क उफ्रिएर अर्को भैँसीको ढाडमा जाँदा र पानीमा जिम्नास्टिक खेले जस्तै गरी खेल्दा उनीहरूमा प्रतियोगिता जस्तै हुन्थ्यो। त्यसैले भैँसीले पोखरीमा आएर पानी खाएको र आहाल बसेको भ्यागुताहरूलाई एक रत्ती पनि रिस थिएन। बरु भैँसी कहिले आउलान् भनेर बाटो हेरिरहन्थे भ्यागुताहरू। एक दिन अचम्म भयो भ्यागुताका लागि। भैँसीको सट्टामा त्यहाँ एउटा अजिङ्गरको जनावर आयो। पोखरीमा आएर त्यसले पानी खायो। त्यत्रो जनावरलाई भ्यागुताहरूले कहिल्यै देखेका थिएनन्। त्यो अजङ्गको जनावर आयो। पोखरीमा आएर त्यसले पानी खायो। त्यत्रो जनावरलाई भ्यागुताहरूले कहिल्यै देखेका थिएनन्। त्यो अजङ्गको जनावरका खुट्टा पनि खम्बा जस्ता थिए। भोर्लाको पात जस्ता च्याप्टा कान थिए र पंखा हम्के झैं चलाइरहन्थ्यो। जिउ पहाड जस्तो थियो। त्यस्तो डरलाग्दो जनावरले ठूलो आवाज निकालेर कराउँदै पोखरीमा पसेर लडीबुडी गर्न थाल्यो। त्यो जनावरले यसो गर्दा पोखरीमा ठूलो भूकम्प र आँधी एकैचोटि आए जस्तो भयो। दुईतिर पुच्छर भएको जस्तो देखिने त्यो जनावरले अगाडिपट्टिको ठूलो पुच्छरबाटै पानी तानेर हुतुतु पार्दै फ्याँक्दा केही भ्यागुता पनि पानीसँगै हुत्तिएर पोखरीको डिल बाहिर पछारिन पुगे। उनीहरूलाई त्यो जनावरदेखि ज्यादै रिस उठ्यो। त्यो अजङ्गको जनावरलाई हकार्दै भ्यागुताहरू टरटराए। हाम्रो घरमा किन विध्वंस गर्छस् त? ठुलो छु भन्दैमा जे पनि गर्न पाइन्छ? हेर्दाखेरि भैँसी जस्तै कालो देखिए पनि त भैँसी पनि होइनस्। हाम्रो घरमा मन परे गर्ने तको होस् भन्। त्यो डरलाग्दो जनावरले आफ्ना कान र सुड हल्लाउँदै भ्यागुताहरूलाई जवाफ दियो, म हात्ती हुँ। म सबैभन्दा ठुलो जनावर हुँ। हात्तीदेखि भ्यागुताहरू निकै रिसाए र उसलाई हप्काउँदै उनीहरूले भने, आफू ठुलो भएकोमा तँलाई ज्यादै घमण्ड रहेछ। हामी पनि चाह्यौं भने फुलेर तजत्रै हुन सक्छौं, बुझिस्? भ्यागुताहरूका कुराले हात्तीलाई निकै हाँसो उठ्यो र आफ्नो सुटले पानी तानेर हुतुतु पार्दै भ्यागुताहरूलाई छिन्न भिन्न पार्यो। हेर्दा पनि जिङलिङ जिङलिङ देखिने भुरा भ्यागुताहरूले चाह्यौं भने फुलेर तजत्रै हुन सक्छौं भनेकोमा हात्तीलाई अचम्म पनि लाग्यो। अझ एक मनले यी भुरा भ्यागुताहरूको घमण्ड मात्रै हो भन्ने पनि लाग्यो। हात्ती किन लत्रिन्थ्यो र भ्यागुतादेखि? उनीहरूको घमण्ड नै हो भन्ने सोच्यो र लुन तिमीहरू फुलेर ठूला भएका हेरौं, कतै म भन्दा पो ठूला हुन्छौ कि भन्दै हात्तीले खिस्याएर भ्यागुताहरूलाई भन्यो। भ्यागुताहरू आफ्नो भयभरको बल निकालेर घाँटी फुलाउँदै कराउन थाले। बल गरेर त्यसरी ट्वार गर्दा उनीहरू फुलेर ठूला हुनेछन् र कराउँदै जाँदा झनझन बढ्दै जानेछन् भन्ने भ्यागुताहरूलाई भ्रम भए पनि उनीहरूको उद्देश्य नै फुलेर हात्ती जत्रो हुनु थियो। उनीहरूले पूरै शक्ति लगाएर घाँटी फुलाए। कराउने जोशमा होस पाएनन्। घाँटी फुलेको फुले भएर मरे बिचरा भ्यागुताहरू। ट्वार गरेर गाँठ फुलाएर कराउँदैमा के को जिउ फुल्थे र भ्यागुताहरूको? भ्यागुताहरू मरेको देखेर हात्तीले भन्यो, मसँग फुर्ती गर्ने जाबो भ्यागुताको कहिले धार्नी पुगेको थियो र। तर भ्यागुताहरू भने फुलेर हात्ती जत्रो हुने धुनमा आजसम्म पनि टरटराउँदै मरिरहेका छन्। हात्तीसँग घमण्ड गरेका कारण भ्यागुताहरूको अन्त्य भइरहेको छ। तर हात्तीले भने चाहिँ कहिले पनि फुलेर भ्यागुताहरू हात्ती जत्रा बनेका छैनन्। दर्शक तथा श्रोतावृन्दहरू, त्यसैगरी अर्को कथाको पनि शीर्षक रहेको छ भ्यागुताको धार्नी। एका देशमा एक राजा थिए।
ती राजा भ्यागुताका ज्यादै शौखिन थिए। उनलाई भ्यागुताहरू जम्मा पारी एकै ठाउँमा राखेर बुरुक बुरुक उफार्दा निकै रमाइलो लाग्थ्यो। ती राजा राज्यमा रैतेहरूलाई उर्दी गरेर थुप्रै भ्यागुताहरू मगाउँथे र त्यसरी भ्यागुताहरू ल्याउनेलाई प्रशस्त उपहारहरू दिएर पठाउँथे। राजालाई एक दिन भ्यागुता सम्बन्धी अनौठो शोक जागेर आयो। उनले आफ्नो राज्यभर उर्दी गर्न लगाए, जसले जिउँदा भ्यागुताहरूलाई केहीमा नबाँधी वा केहीमा नथुनी खुला रूपमा जोखेर एकैचोटिमा एक धार्नी पुर्याउँछ, त्यसलाई त्यति नै सुनका असर्फी दिइनेछ। राजाको यस्तो उर्दी गाउँ गाउँमा पुगेपछि भ्यागुता समात्ने र दरबारमा लगेर राजाको अगाडि धार्नी पुर्याउन जोख्नेहरूको भिड लाग्न थाल्यो। तुलो समाउने डोरी धार्नीको लाइनमा लगाइएको छ। भ्यागुताहरूलाई जिउँदै खुला रूपमा जोखेर धार्नी पुर्याउनु पर्ने प्रतियोगितात्मक खेल चलिरहेछ। भ्यागुताहरू थरीथरीका छन्, कोही साना छन्, कोही ठूला छन्, कुनै काला छन्, कुनै राता पहेँला। अनेक प्रकारका भ्यागुता देखेर खुसीले गदगद भएका छन् राजा। यता भ्यागुताहरू भने तुलोमा राख्न पाएको हुँदैन, उफ्रेर झरिहाल्छन्। जोख्नेहरू बल्ल तल्ल 2-3 वटा समातेर तुलोमा राख्छन्, ती पनि बुरुक्क उफ्रेर झरिहाल्छन्। भ्यागुताको धार्नी पुर्याइदिएर एक धार्नी असर्फी कुम्ल्याउने इच्छा कसैको पनि पूरा हुन सकेन। जिउँदा भ्यागुताको धार्नी पुगेको हेर्ने राजाको अनौठो शोक पूरा हुन सकेन। यता भ्यागुता संकलकहरू पनि आफ्नो परिश्रम खेर गएकोमा निकै चिन्तित देखिए। राजाको शोक र भ्यागुता संकलकहरूको असर्फीको लोभ पूरा नभएकै कारण गाउँ समाजमा उखानै बनेको छ, भ्यागुताको धार्नी कहिल्यै पुगेन। कुनै काम पूरा गर्न सकिएन भने भ्यागुताको धार्नी कहिले पुगेको थियो र भन्ने चलन समाजमा अहिलेसम्म पनि चलेकै छ। त्यसैले गर्न नसकेको काम कुरा पूरा गर्न खोज्नु नै भ्यागुताको धार्नी पुर्याउने प्रयास हो। दर्शक तथा श्रोतावृन्दहरू, यी 2वटा कथाहरू मैले भ्यागुताको धार्नी पुस्तकबाट सावार गरेको हुँ, जसलाई लेख्नु भएको छ तुलसीहरि कोइरालाज्यूले। अब लागौं अर्को कथातर्फ। कथाको शीर्षक बजैको ओड्ने हरायो। कथाकार किशोर पहाडी। एकजना बुढी बजै हुनुहुन्थ्यो। उहाँ सधैँ ओड्ने ओड्नुहुन्थ्यो। जाडोको मौसममा एक दिन बुढी बजैले उडेको ओड्ने कतै खस्यो। बजेको सुत्ती त्यस्तै, उहाँलाई थाहा भएन झुसिल किरालाई जाडो भइरहेको थियो। ओड्ने देखेर ऊ खुसी भयो र बिस्तारै त्यसभित्र छिर्यो। एकछिनपछि जाडोले काम्दै आइरहेको खरायोले पनि त्यो ओड्ने देख्यो। ओड्ने, म ओडु? उसले सोध्यो। ओड्नेले जवाफ दियो, ओड्नेभित्र जो छ उसैलाई सोध। ओड्नेभित्र को छ? ओड्नेभित्र को छ? खरायो खरायो। झुसिल किराले हुन्छ आऊ ओड भनेपछि खरायो पनि ओड्नेभित्र छिर्यो। एकछिनपछि भगेराले पनि त्यो ओड्ने देख्यो। उसले पनि सोध्यो, ए ओड्ने, म ओडु? ओड्नेले जवाफ दियो, ओड्नेभित्र जो जो छन् उनीहरूलाई नै सोध। ओड्नेभित्र को छन्? ओड्नेभित्र को छन्? खरायोले भन्यो, हुन्छ आऊ ओड। त्यो ओड्ने ओड्दा तिनैजनालाई न्यानो भयो। एकछिनपछि जाडोले थुरथुर काम्दै एउटा कुकुर त्यो बाटो हिँड्दै गर्दा त्यसले पनि ओड्ने देख्यो। कुकुरले सोध्यो, ए ओड्ने, मलाई जाडो भयो, ओडु? ओड्नेले जवाफ दियो, ओड्नेभित्र जो जो छन् उनीहरूलाई नै सोध। कुकुरले फेरि सोध्यो, ओड्नेभित्र को छन्? ओड्नेभित्र को छन्? भगेराले चिरचिर गर्यो, हुन्छ आऊ ओड। कुकुर पनि ओड्नेभित्र छिर्यो र चारैजनालाई न्यानो भयो। एउटा मुसो दुलोबाट बाहिर निस्केर हेर्दा उसले पनि ओड्ने देख्यो। ए ओड्ने, म ओडु? मुसोले सोध्यो। ओड्नेभित्र जो जो छन् उनीहरूलाई नै सोध। ओड्नेभित्र को छन्? जवाफमा कुकुरले पुग्यो, हुन्छ ओड आऊ। मुसो पनि ओड्नेभित्र पस्यो। मुसोलाई पनि न्यानो भयो। एकछिनपछि बजैलाई जाडो भएछ क्या र ओड्ने नभएको थाहा पाउनु भएछ। ओड्ने खोज्दै आउनु भयो। बजैले ओड्ने ठ्याक्कै देख्नु भयो। बजै ओड्ने खोज्दै आउनु भएको देखेर मुसो, कुकुर, भगेरो, खरायो, झुसिल किरा सबै डराए। अब जाडो हुने भयो भनेर दुखित भए। बजैले ओड्ने देख्नुभयो। बजैले ओड्नेभित्रको खरायो देख्नुभयो। बजैले ओड्नेभित्रको झुसिल किरा देख्नुभयो। बजैले ओड्नेभित्रका भगेरा, कुकुर र मुसो देख्नुभयो। यसरी एउटै ओड्नेभित्र यति धेरै प्राणीहरू देखेर उहाँलाई माया लाग्यो। भइहाल्यो, म अर्कै ओड्ने ओड्छु भनेर बजै घर फर्कनु भयो। कुकुर, झुसिल किरा, मुसो, खरायो, भगेरो सबै खुसी भए। सबैभन्दा खुसी त ओड्ने थियो, जसले आफू एक्लैले 5 प्राणीलाई न्यानो दिइरहेको थियो। कथा बजैको ओड्ने हरायो। त्यसै गरी अर्को कथा रहेको छ सिरक। कथाकार जनक प्रसाद हुमागाई। हिजो आज एउटा सिरकको कति पर्छ बा? पुसमाको दाँत बस्ने ठिमा अगेनोको छेउमा आगो तापेर बसिरहेका बासँग कुमुदले सोध्यो, किन तिमीलाई ओड्ने पुगेन? छोरोको सोधाइको अर्थ बुझ्न खोज्दै बाले भने। हो, मुन्टो हल्लाउँदै कुमुदले भन्यो।
बजार बुझ्नुपर्छ, 200 जति पर्ला। अनुमानित भाउ बताउँदै बाले भने, जति परे पनि धन्दा नमान, म त्यसको बन्दोबस्त गरौँला। पैसा छैन, त्यसैले पाठशालाको पैसा बुझाउन पनि अर्को महिना पर्खनुपर्छ भन्नुभएको होइन। बासँग पैसा नभएको कुराको चर्चा गर्दै कुमुदले भन्यो, पैसा नभएपछि सिरक किन्न पनि सकिन्न होइन र? तिमीले ठिकै भन्यौ, तर त्यसको व्यवस्था मिलाउला रे हुन्न। छोरालाई ढुक्क हुने सल्लाह दिँदै बाले भने, खाने मुखलाई जुङ्गाले छेक्दैन भने जस्तै बुद्धि पुर्याउने र जागर चलाउनेलाई सानातिना कुरामा उति अल्मलिरहनु पर्दैन। बाको कुरा बुझे जस्तै गरी कुमुदले भन्यो, हो। कुमुद भात खाएर पाठशाला गयो। दिउँसो कुमुदका बाले चोटाकोठामा भएका पुराना लुगा उल्टाइ पुल्टाइ गरे। त्यहाँबाट सिरक, दोलाइका फाटेका खोलहरू, मलमलका पटुकाहरू बटुले। तिनलाई धारामा लगेर आमाले धोई पखाली गरिन् र घाममा सुकाइन्। बाले केही मिटर कोराको कपडा साँचेर राखेका थिए, त्यसलाई झिकेर खोल र पल्ला बनाए। पुराना खोल पटुकालाई कपासको रूपमा प्रयोग गरे र राम्ररी तगे। दिनभरमा एउटा राम्रो सिरक तयार भयो। सानोतिनो काम बा आफै गर्थे। उनको भनाइ थियो, हामीले आफूलाई पर्याउने काम फुर्सदको बेलामा आफैले गर्नुपर्छ। यो स्वावलम्बी हुने एउटा राम्रो उपाय हो। अहिले तयार भएको सिरक उनको यही भनाइको ताजा उदाहरण थियो। छोरो पाठशालाबाट आइपुग्यो। बाले सिरक देखाउँदै भने, कस्तो छ? सानो, ठुलो, लामो, छोटो सबै मिलेको, ओड्न सजिलो र न्यानो हुने यस्तो सिरकको कति पर्यो होला र कसरी ल्याउनु भयो होला भन्ने विचार गर्दै कुमुदले भन्यो, राम्रो छ, कति पर्यो बा? किनेको होइन, बाले भन्यो। उधारो ल्याएको? त्यो पनि होइन, कसरी ल्याउनु भयो त? उत्सुकताका साथ कुमुदले सोध्यो। खन खाँचोमा काम चलाउने अनेक उपाय छन्, त्यसरी नै यो पनि तयार भयो। दिनभरिको आफ्नो मेहनतको बयान गर्दै उनले भने, त्यसैले हामीले जान्यौं भने धेरै असजिला कुरो पनि सजिलै पार लाग्न सक्छ। कुनै बेला आची पुछेर फालेको ढुङ्गो पनि काम लाग्छ भने जस्तै एकपल्ट काम लिइसकेका तर जोगाएर राखिएका कुराबाट जाने बेफाइदा होइन, फाइदै हुन्छ। कुमुद छक्क पर्यो। बाले भने, यदि त्यसो गर्न नजानेको भए तिमीले भने जस्तै कि उधारो माग्न जानु पर्थ्यो कि ऋण खोज्नु पर्थ्यो, होइन भने जाडोभरि तिमीले रोएर रात काट्नु पर्थ्यो। किनभने तिमीलाई थाहै छ, हिजो आज तिम्रो बासित पैसा छैन। कुमुदले गम्भीर हुँदै भन्यो, हो। बाले सोधे, त्यसो भए तिमीलाई आफूसँग भएका कुराको सदुपयोग गर्ने र स्वावलम्बी बन्ने कुरा कस्तो लाग्यो? राम्रो। बाको सोधाइको जवाफ दिँदै कुमुदले भन्यो, भोलि यो कुरो पाठशालाका साथीहरूलाई पनि सुनाउँछु, हुन्न बा? हुन त हुन्छ, तर कुरा नबुझ्ने कुनै न कुनैले तिमीलाई खिसी गर्न पनि सक्छन्। विचार गर्नु। समाजको चालचलनबारे बुझाउँदै बाले भने, जुन काम पनि अरूलाई गराउनु छ भने त्यो पहिले आफूले गरेर देखाउनु पर्छ, कुराले होइन। आज राति कुमुद सन्चोलले निधायो। उसलाई जाडो भएन। भोलिपल्ट पाठशालामा चुरोट उडाउँदै एकजना भलात्मीले भने, हेर बाबु, चुरोट खानु खराब कुरा हो। कुमुदले भन्यो, यो कुरा भनेर होइन, गरेर देखाउनु पर्छ। उसको यो कुरो सुनेर भलात्मी चुप भए। साथीहरू पनि दङ्ग परे। कुमुद चुरोट खाँदैन थियो। तपाईलाई आजका सम्पूर्ण कथाहरू के कस्ता लागे कृपया कमेन्ट गर्नुहोला भन्दै लागौं हिजोको गाउँ खाने कथातर्फ। हिजो मैले सोधेको गाउँ खाने कथा रहेको थियो, बेहुला न बेहुली घरभरि जन्ती के हो, र यसको सही उत्तर हो कमिलाको ताती। अब लागौं आजको गाउँ खाने कथातर्फ। आजको गाउँ खाने कथा रहेको छ, 20 वटाका टाउका काटिए, रगत पनि आएन, मर्दा पनि मरेन, कुनै बात पनि लागेन, के हो? प्रश्न एकपटक फेरि, 20 वटाका टाउका काटिए, रगत पनि आएन, मर्दा पनि मरेन, कुनै बात पनि लागेन, के हो? यस प्रश्नको उत्तर तपाईलाई थाहा भए कृपया कमेन्ट गर्नुहोला भन्दै लागौं हिजोदेखि अहिलेसम्म कमेन्ट गर्नुहुने सम्पूर्ण दर्शक श्रोताज्यूको नाम अनि कमेन्ट वाचनतर्फ। सर्वप्रथम अन्जान आचार्यज्यू लेख्नुहुन्छ, रात्रिकालीन नमस्कार, साह्रै राम्रो कथा, जय कथा संग्रह भन्नुहुन्छ। किशोर केसीज्यू लेख्नुहुन्छ, 3 वटै कथाहरू धेरै मन पर्यो, यति राम्रा कथाका लागि धेरै धेरै धन्यवाद जमिन सर। ग्रेस करुणाज्यू लेख्नुहुन्छ, नाइस असम स्टोरी, थ्याङ्क यू जमिन सर। रमिता महर्जनज्यू लेख्नुहुन्छ, भेरी ब्युटिफुल स्टोरी। दीप तिमल सिन्हाज्यू लेख्नुहुन्छ, नाइस लट्स अफ लभ। गीता अमुज्यू लेख्नुहुन्छ, वाउ दामी। मायाश्रीज्यू लेख्नुहुन्छ, नमस्कार जुजुल्पा, रात्रिकालीन अभिवादन आदरणीय जमिन सर, साह्रै नै मिठो कथाहरू। त्यसैगरी अस्मिता शिवाकोटीज्यू लेख्नुहुन्छ, पर्फेक्ट। माया मगरज्यू लेख्नुहुन्छ, नमस्कार जमिन सर, निकै रोचक कथाहरू। आजको गाउँखाने कथाको उत्तर मलामी हो कि भन्नुहुन्छ। म नेपाली भाइज्यू लेख्नुहुन्छ, नमस्ते दाई,
कृष्ण धितालज्यू लेख्नुहुन्छ यो दोस्रो कथा 2 पटक सुन्ने मौका मिल्यो, धन्यवाद भन्नुहुन्छ। रामकुमार भट्टराईज्यू लेख्नुहुन्छ आजका 3वटै कथा छोटा र मिठा लाग्यो जमिन भाइ। आजको गाउँ खाने कथाको उत्तर मौरीको घार भन्दा मिल्ला कि भन्नुहुन्छ। रामकृष्णज्यू लेख्नुहुन्छ नमस्कार सबैमा, उत्तर कमिलाको दुलोपो हो कि भन्नुहुन्छ। कमिला सही उत्तर। कृष्ण धितालज्यू लेख्नुहुन्छ मलामी र कृष्ण धितालज्यूले नै पानी भरेको भनेर कमेन्ट गर्नुभएको छ। कमेन्ट गरिदिनुहुने सम्पूर्ण दर्शक श्रोताज्यूलाई धेरै धेरै धन्यवाद। कथाहरू के कस्ता लाग्दैछन्, कस्ता कथाहरू सुन्न चाहनुहुन्छ त्यो पनि कमेन्टमा उल्लेख गर्नुहोला र तपाईका पनि कथाहरू भए मलाई मेरो कथा 204@gmail.com मा मेल गर्न सक्नुहुनेछ भन्दै आजको कथा बसाइबाट म कथावाचक जमिन राईलाई पनि बिदा दिनुहोस्। नमस्कार।